सो हेलो एन्ड नमस्ते एभ्रिवान। आज हामी चाहिँ बुढाबुढी गोदावरी घुम्न आएको छौँ। अनि बुढी कस्तो लाग्दैछ गोदावरी? राम्रो लागिरहेछ। कस्तो खुसी हुनुहुन्छ? चाहिँ राम्रो लागिरहेछ, तर यो महँगीले चाहिँ म दुखी छु एकदमै। बुढीलाई पानीपुरी 60 रुपियाँको जम्मा 8वटा, दाङतिर चाहिँ के अरे 30 रुपियाँको कति? 8वटा त 20 रुपियाँको आउँछ हौ दाङतिर। अनि यहाँ चाहिँ 10 रुपियाँको 4वटा। यहाँ चाहिँ 60को 8वटा दियो भनेर बुढी चाहिँ रिसाइराख्नु भएको छ त्यो चटपटे वालीसँग। अनि बुढी चाहिँ यही पानीपुरीको लागि रिसाइराख्नु भएको छ। यता हेर्न कता कता हेर्नु भएको। सो हामी चाहिँ यसरी आज गोदावरी घुम्न आउँदैछौँ। बुढीलाई धेरै पछि आज गोदावरी आउने मन थियो, अनि त्यसपछि अनि आज चाहिँ हामी गोदावरी आएको छौँ। बुढी कस्तो लाग्दैछ? कस्तै लागेको छैन। के भयो? किन अलस्सपन भएको? खै किन। सो अनि हामी चाहिँ आज दिनभरि गोदावरीमै रहनेछौँ र अनि गोदावरी कस्तो छ अनि के छ कस्तो छ हामी भ्लगमा फुल भ्लगमा देखाउनेछौँ। फुल भ्लग हेरिदिनु होला। ल बुढी ट्याप्प गरिदिनु क्यामेरामा। बुढी एकछिन हिँड्दाखेरिको मेरो बुढीको हालत। बुढो बुढो के भयो? बोक्ने बेला आउन खालि के हो। एकछिन हिँड्दाखेरि बुढी थाक्यो। अब हामी दिनभरि हेर्नेछौँ के हुन्छ। मम्मी बाबाहरूलाई कतिको याद पाएको छ? आमा झन् फ्यामिलीसँग आउनु पाएको भए त छुट्टै मजा आनन्द छुट्टै आउँथ्यो नि फ्यामिलीसँग आउनु पाएको। हजुरबा हजुरआमा माइली मम्मी माइला बाबा सबैको याद आएको छ। ल हामी चाहिँ गोदावरी आएको छौँ। राम्रो छ, त्यही भएर नि आज चाहिँ बुढीलाई यसो घुमाउन लिएर आएको गोदावरी। आज हामी दिनभरि यहाँ घुम्नेछौँ। फ्यामिलीको चाहिँ धेरै मिस गरेको छौँ। फ्यामिली यता गोर्खाको फ्यामिली प्लस यताको फ्यामिली। फ्यामिलीको पनि याद आछ आउनलाई चाहिँ, तर दुईजना पनि एकचोटि टाइम स्पेन्ड गरौँ भनेर अर्कोचोटि चाहिँ अर्कोचोटि स्योर फ्यामिलीसँग आउनेछौँ। सो अहिले चाहिँ हामी अब माथि बोटानिकल गार्डनको उमा जान आँटेको छौँ। अनि अहिले चाहिँ यो तल गेटनिर चाहिँ यस्तो छ। बुढो ए हाइफाई। ल सो अहिले चाहिँ हामी गेटबाट माथि छिर्दैछौँ। अब हेर्नेछौँ यस्तो छ। पानीपुरी फ्यामिली बुढो अनि त्यसपछि मोबाइल पछि जानु। सो यस्तो छ हाम्रो घुमाइ। बुढी अहिलेसम्म गोदावरी हेर्दा कस्तो लाग्यो? अब फर्स्टमा खै के होला जस्तो लागेको थियो। अनि भित्र आउँदै आएँ गर्दा अहिले दामी लाग्यो। हो ल अहिले हामी फोटो पनि खिच्नेछौँ। के हुन्छ अरे सामान महँगो भनेर मुड खराब भएको थियो नि, अहिले ठिक भयो। हो गुड। सो अहिले चाहिँ हामी हिँड्दा अहिले 12 बजेको घाम छ, अनि त्यही भएर चाहिँ हामी हिँड्दा थकेर आएर चाहिँ अनि अहिले शीतल तापिरहेको छौँ। बुढीलाई चाहिँ यहाँ पानीपुरी ल्याएको, पानीपुरी खानै हतार खाम भन्दैछ। अनि अर्को कुरा चाहिँ बुढीले टिकटक बनाउने भन्दै थियो। अनि मलाई चाहिँ लाज लाग्छ कि यत्रो धेरै मान्छे छ, म देखाउँछु। मेरो बुढुलाई चाहिँ हो रि यो ठ्याक्कै योनिर चाहिँ राम्रो लागेको रे, अनि त्यही भिडियो बनाउनको लागि भन्दैछ। तर यत्रो मान्छे छ यहाँ, यति धेरै मान्छे छ। हामी चाहिँ घुम्दैछौँ। किन रिसाउनु भएको? बुढीलाई म नाच्दिनँ टिकटक बनाउँदिनँ भनेको। हेर्नु बुढो यहाँ बम। अहिले चाहिँ हामी चाहिँ बोटानिकल गार्डनतिर आइपुगेछौँ। हजुर यो फुल राम्रो कि म राम्रो? तपाईँ अभियसली आफ्नो बुढी राम्रो नि होइन कि? ल ए यहाँ त राखेको रहेछ भ्यू। यो सबै भ्यूहरू हो। यो चाहिँ कस्तो लाग्यो बुढी? यो यता आउनु ल क्यामेरामा। यहाँ आउनु न, यहाँ नजिक बस्नु ल। हाइफाई दिनु। गाना आयो अरे काली। के लेखेको छ? लौट सल्लाह सबै हर्राको बोट यहाँ भ्यू राखेको छ। हाम्रो उतातिर प्रशस्तै पाउँछ, रातले खान्छ। यो बोटानिकल गार्डन हो नि त। छि पानी
पानी यस्तो छ माछा छोड्दा पनि माछा त मर्थ्यो होला मार्दैन मार्नु त यतातिर यस्तो छ यता माथि चाहिँ बोटानिकल गार्डन अनि हामी चाहिँ गएनौँ यता माथितिर यति हामी हेऱ्यौँ अनि यस्तो छ यो चाहिँ गोदावरीको एकछिनै म यहीँबाट कान्छी लगाएर पूजालाई एउटा सन्देश तिमीहरू दुईजनालाई हेर यहाँ कति राम्रो छ तिमीहरूको दिदी कति लक्की छौ ल हाम्रो सालीहरूलाई धेरै माया है यता दिदीबाट पनि सम्झिनु भएको छ अनि यस्तो छ माइली मम्मीलाई यो सन्देश है मम्मी बाबा आउने बेला यहाँ आउने काठमाडौँ अनि यहाँ घुम्ने स्मार्ट छ पुरै यति राम्रो ठाउँ छ नि तपाईँलाई यहाँ छोड्नै मन लाग्दैन के देखाइदिनु एकचोटि ल यस्तो छ हेर सालीहरू पेनाको साली है मेरो बहिनीहरू पूजा कान्छीलाई भनेको अनि मम्मीलाई पनि एकैचोटि फ्यामिलीलाई बाबुलाई पनि हामी धनी भएपछि सबै फ्यामिली यहाँ आउने ल फेरि अझै राम्रो बन्छ होला पछिसम्म यहाँ अहिले त यति राम्रो छ पछि झनै सबैजना ठुलो भएपछि धनी भएपछि यहाँ आउने घुम्न मजाले यति राम्रो छ नि यहाँबाट छोड्नै मन लाग्दैन जानै मन लाग्दैन यहाँ चाहिँ पानी गइराखेको छ अनि बुढो कस्तो भयो कस्तो लागिरहेको छ लाज लागिरहेको अहिले बोल्यो भने हुन्छ तपाईँले लगाइरहेको छ नि सो यस्तो छ